न्यू मेक्सिकोकै डेन्जरस हाइकको यात्रा $5 को टिकट काटेर हामीले सुरु गऱ्यौँ। स्टार्टिङको बाटो त एकदम सजिलो थियो, समथल ट्रेल, टर्निङहरू, क्याक्टस मात्र। लास क्रुससकै अप्ठ्यारो हाइक भनेर सुनेको, तर अनेस्टली मलाई त एकदम इजी लागिरहेको थियो। कस्तो बाटो छ, कति टाइम लाग्छ र हामी सक्छौँ कि सक्दैनौँ केही आइडिया थिएन, तर कन्फिडेन्स एकदम हाई थियो। डेजर्टको हाइकिङ फर्स्ट टाइम भएर होला, हरेक कुरा अलिक नौलो लागिरहेको थियो। क्याक्टस, खुला ल्यान्डस्केप, साइलेन्स, सबै कुराले बेग्लै फिल दिइरहेको थियो। चढान अब सुरु भइसक्यो। यहाँको रकहरू एकदम अनइभन छ र अलिक स्लिपरी पनि छ। घाम चाहिँ माइल्ड लाग्छ र हावा पनि माइल्ड चल्छ। वेदरको हिसाबले चाहिँ एकदमै ठिक छ। त्यहाँबाट चाहिँ स्टार्ट गरेर बेटर होला जस्तो लाग्यो। त्यो दुईटा त्यसलाई के स्याडर ढुङ्गाको बिचबाट तारेर गएन। केही घन्टाको हिँडाइपछि हामी फिल्मोर वाटरफल पुग्यौँ, तर वाटरफल सुकिसकेको थियो। त्यसैले हामीले आफ्नो यात्रा अगाडि बढायौँ। अगाडिबाट हिँड्नु हुन्न कि गाडी फस्न लाग्छ नि त। यो ढुङ्गा लुज छ है। यहाँ समय करिब दिउँसोको 2 बज्न आँटेको थियो। भोक लागेको हुनाले हामी सम्म ठाउँ खोजिरहेका थियौँ। त्यसो यही बाटो फर्किन सकिन्छ? अहिलेसम्मको चाहिँ सकिन्छ। झरी ठाउँमा अलिकति चढेको नि हामी। एउटा खैरीहरूले डोरी लाउँदो रहेछ। यहाँ चाहिँ अलिक गाह्रो गाह्रो त्यो अड्डा आउनै बाँकी छ नि। किनभने त्यहाँ चिप्लेर लड्यो भने पनि त्यस्तो खासै ऊ हुन्न, हातमा स्क्राचहरू लाग्ने मात्र हुन्छ। त्यो भिरैबाट झर्ने हुन्न। भाउजू हो क्या हो त? यो माउन्टेन कति सानो रहेछ है? के कहाँ छ? This is paper towel, Saturday. के चाहिँ? This is paper towel. Perfect. Clean, neat and clean, more than sanitized. And if it's starting, this is reusable. Recycle गर्दा हुन्छ। सुत्नु नरेक्ने त मस्त। एउटा फर्केर सुत्यो अनि चढ होला चढ्ने। सुति त नि अब त आइसक्यो। अब त 2 घन्टा दिइहाल्नु। चूतिया बनाया तुमको। सम्म ढुङ्गामा खाना खाएर हामीले हाम्रो यात्रालाई निरन्तरता दियौँ। नेपालमा हाइक गर्दा हरियाली, खोलानाला, जङ्गल र हिमालहरू देखिरहेको बानी, तर यहाँ न्यू मेक्सिकोमा ओपन डेजर्ट, क्याक्टस, रकी हिल्स, ल्यान्डस्केप फरक भए पनि हाइकिङको भाइब चाहिँ कनेक्ट भइरहेको थियो। डेजर्टको ब्युटीलाई नजिकबाट निहाल्न पाउँदा म निकै हर्षित थिएँ। यो मान्छेले तारले बाँधेर कुच्चाएर कति दुखेर बनाउँछ नि, यो नेचुरल हो है। दर्शकवृन्दहरू, तपाईँहरूलाई अहिले म देखाउँदैछु निकै नै कलात्मक किसिमबाट प्रकृतिले बनाएको एउटा रुख र साइडमा उभिएका छन् त्यही प्रकृतिले बनाएका एकदम सुनौलो मान्छे नितेश ग्यावाली। ब्युटिफुल छ के त यो रुखहरू। मुभीहरुमा देखाउँछ नि एकदम सिनेम्याटिक टाइपको। डेजर्टमा पातै नभएको रुख पनि यति ब्युटिफुल हुँदो रहेछ भने आज तर यो डेड हो। डेड नै जस्तो लाग्यो। जति माथि बढ्दै थियौँ त्यति नै गाह्रो हुँदै थियो। बाटो पनि च्यालेन्जिङ हुँदै गयो, तर जति नजिक अर्गन माउन्टेन देखिन्थ्यो त्यति नै ऊर्जा थपिँदै जान्थ्यो। त्यसमाथि निराजन दाइको रोचक गफले यात्रा झनै रोचक बनाउँदै थियो।
हिटहरू चाहिँ टाढासम्म पहिरो हुन्छ टाढाको चाहिँ Thank you. बल्ल माउन्टेनको हाफवे आयो अब हाफवे बाँकी छ एकदम ठ्याक्कै त्यो हाई क्लाइम्ब हुन्छ नि मेजर त्यो चाहिँ अझै गर्नै बाँकी छ हाम्रो स्टार्ट भइसक्यो आधा यात्रा सकिँदा हाम्रो इनर्जी पुरै सकिसकेको थियो हामीसँग रहेको पानी थोरै मात्र बाँकी थियो बाटो झन्झन अप्ठ्यारो बन्दै थियो र सूर्य अस्ताउने बेला पनि नजिकै थियो यहाँबाट हो त अहिले चाहिँ हामी ठ्याक्कै ओर्गन माउन्टेनको तल छौँ यहाँबाट चाहिँ बल्ल हाम्रो असली हाइकिङ चाहिँ स्टार्ट हुन्छ अहिले चाहिँ हामी हाफवे 2.04 माइल जति हिँडिसकेछौँ र बल्ल चाहिँ यो ओर्गन माउन्टेनको बेसमा आइपुगेका छौँ अब हामी पुरै हाइक गरेर सब्मिट गर्ने प्लानमा छौँ आज अलि सन्नी डे छ घाम मजाले लागिरहेछ तर त्यस्तो पोल्नेवाला घाम चाहिँ छैन अनि सँगसँगै चाहिँ नि चिसो चिसो हावा चलेर चाहिँ हामीलाई एकदम हाइक गर्नलाई पर्फेक्ट वेदर भएको छ ओ त्यो चाहिँ क्यान्डी र कोक पनि ल्याएको हुँदैछ यो ठुलो र टटीको बिचबाट सिक्ने एउटा उपाय एउटा यहीबाट जाने नि योबाट गयो भने चाहिँ लास्ट यस्तो अफिल सब पुरै एकदम च्यालेन्जिङ टास्क सुरु हुँदैछ गाइज रियाजन दाइले जबरजस्ती गराउँछु भन्नुभएको छ जबरजस्ती त गर्नु भएन माउन्टेनको पछाडि छ हाम्रो गाडी अनि कति ठुलो देखेको थियो माउन्टेन र हामी कहाँ पुगिसक्यौँ त धेरै टाढा त्यो समिट चाहिँ तर मेरो हालत चाहिँ खराब भइसक्यो अहिले नै तपाईँ ल्याइसक्यो धेरै पछि हाइक गरेको हाइकिङ भन्दा नि यो त क्लाइम्बिङै हो यार ठाडो छ यार उकालो गाइजहरू चाहिँ फटाफट माथि पुगिसक्यो म चाहिँ बिस्तारै बिस्तारै इनर्जी सेभ गर्दै हिँडिरहेको छु जुन यो बाटो छ नि अहिले हामी आएको योभन्दा अझै 50 टाइम्स बेसी डिफिकल्ट छ माथिको बाटो अलिअलि इनर्जी जोगाउँदै हिँड्यो भने चाहिँ माथि चढ्न सजिलो हुन्छ कि रिस्क लिने होइन धेरै घाम पनि छिटै अस्ताउँछ अनि अँध्यारो पऱ्यो भने त यहाँबाट त झर्न त महाभारत हुन्छ सकेसम्म सनसेट हुनुभन्दा अगाडि नै हामी झरिसक्नुपर्छ भन्ने प्लानमा छौँ ठाडो उकालो चिप्लो ढुङ्गा र क्याक्टस हाम्रो अगाडि थियो भने एकदम मनमोहक दृश्यले पछाडि हामीलाई कुरिरहेको थियो हामी चाहिँ जुनिपर स्याडलमा आइपुगेका छौँ अनि त्यस चाहिँ समोसामाथि भनेको दौडिँदै गइरहेको थिएँ हामी हेर्नुहोस् यहाँको भ्यू चाहिँ घोडाको त्यो बस्ने ठाउँ छ नि जुनिपर स्याडल त्यही सेपको भएर वाउ सो नाइस सो रमाइलो छ र हामी जाने भनेको यो माथि टुप्पोमा हो ल के पारा हो यस्तो म त थाकेँ यार यस्तो सम्म ठाउँमा आएर थाक्यो भन्दै नि हेर उहाँ कहाँ पुग्नु छ हौ त्यो माथि पुग्नु छ हेर्नु साथीहरू मान्छेको हालत बेहाल भइसकेछ ठिक छ सकिन्छ अब हामी आधा घन्टामा चाहिँ झूठ पे झूठ बोलती जा रही है शर्म नहीं आती त्यो टुप्पोमा पुग्छौँ दिस इज द मोस्ट च्यालेन्जिङ पार्ट अफ आवर हाइकिङ जुन चाहिँ अब सुरु हुन्छ अनि त्यसलाई एकछिन चाहिँ यसो पानी सानी खुवाएर म फकाइहाल्छु डोन्ट वरी तपाईँहरूले चाहिँ टुप्पोमा गएको पक्कै देख्न पाउनुहुन्छ ल स्टार्टेड आवर जर्नी फ्रम देयर वी क्यान सी द कार एन्ड देन थ्रु दिस लिटल डस्क वी पास दैट पार्ट एन्ड देन ऑल द यत्रो हिँडेर यार पानी पनि छैन दाइ अब कसरी सर्भाइभ गर्नु त यार अनि आइपुगेछ इट लुक्स लाइक इज टायर्ड यो चाहिँ अलिक स्टिप थियो तर यसको अर्थ अबसम्म आउँछ नि स्टिफनेस चाहिँ बढ्दै जान्छ अनि यहाँबाट त कहाँ यो ठाडै ढुङ्गा हो त यार बाटो नै छैन अनि सब्मिटको लागि भनेर कसरी अनि जान त गयो झर्न पनि त पऱ्यो नि होइन धेरै रिस्क पनि नलिउँ हाइक दह्रो हाइक गरिसक्यो हामी कहाँबाट यहाँ आइपुग्यौँ वहाँ छ हाम्रो गाडी ल यहाँबाट देखिन्छ हाम्रो गाडी
ल गाडी यहाँ छ त्यहाँबाट हिँडेर चढेर दाइ त्यहाँ चढ्नुपर्छ हामी कहाँ सकिन्छ यस्तोबाट चढ्न यार नो वे आइस तिमी चढ्ने हो सबैजना हजुर जस्तो बादर छ मङ्की म्यान चढ्न त ल जसो तसो चढेला झर्ने कसरी यार त्यहाँ चढ्ने चाहिँ ट्राई गर्छौँ तर अब अँध्यारो हुन लाग्यो भने चाहिँ हामी फर्किनुपर्छ तर यो बाटोबाट त सकिँदैन यो बाटो चाहिँ हुँदैन यस्तो छ भइसक्यो नि यार केही बेरको आरामपछि हाम्रो यात्रा फेरि सुरु भयो तर यसपालि केही फरक थियो हाम्रो इनर्जी र पानी दुवै सकिसकेको थियो भने डेन्जरस बाटो बल्ल स्टार्ट हुँदै थियो करिब 4 घण्टाको हिँडाइपछि पनि हामीलाई अझै थाहा थिएन कति समय लाग्छ भनेर मनमा चाहिँ अब चिसो बस्न थाल्यो अबको 2 घण्टामा सूर्य अस्ताउनेवाला थियो र फर्कने बाटो निकै अप्ठ्यारो थियो तर पनि आफूले आफूलाई पुस गरिराखेँ What's going on guys? यता अर्को साइडबाट आउनु त नितेश समिट चाहिँ त्यो हो होइन हामी बल्ल बल्ल यहाँसम्म आइपुग्यौँ अहिले बजे 3:30 हामीले हाम्रो हाइक स्टार्ट गरेको 11:30 मा एयर बिस्तारै पातलो हुँदै गइरहेछ अनि त्यही भएर स्यास्या पनि बेसी भइरहेछ प्रपर ट्रेल चाहिँ छैन यहाँ अब छान्दै जाने हो एक बोतल पानी चाहिँ ल्यायौँ अनि हरेक टर्न लियो अब आए जस्तो लाग्यो नि टर्न लियो माउन्टेन टाढा च्यालहरू पराइरहेछ यार भेरी रिस्की झर्न त फेरि धेरै गाह्रो हुनेवाला छ घाँटी पुरै प्याक भइरहेछ पानी नपुगेर कति बेला त्यो कल 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 चिसो पानी खानु मन लागिरहेछ गाइस अब हिँड्छौँ हामी एकछिनमा चाहिँ मनमोहक दृश्यले मन आनन्दित थियो तर जङ्गली जनावरको डर उत्तिकै थियो अगाडि के हुन्छ अन्यल थियो तर हिँड्नु बाहेक अरू केही विकल्प पनि थिएन गिभअप गरौँ कि जस्तो पनि फिल भइरहेछ तर निराजन दाइले पछाडिबाट मोटिभेट पनि गर्दै हुनुहुन्छ लेट्स सी सकिन्छ जस्तो लाग्छ है अहिलेसम्म तर कुनै पोइन्टमा गिभअप गऱ्यो भने त्यसलाई चाहिँ अचम्म नमाने हुन्छ किनभने क्यामेराले चाहिँ कति क्याप्चर गरेछ मलाई थाहा छैन तर ट्रेल चाहिँ डेन्जरै छ गाइज बाटै छैन यार हट त्यतैबाट जाने हो यताबाट जाने ओके लास्ट पुसो सिटी ब्युटिफुल देखिनेवाला छ यहाँबाट हँसाउनु भयो लास्ट कमन दाइ ल्यान्डस्केपहरू चाहिँ कस्तो बवाल छ स्ट्रेट रोड टक्क लाएर होइन समथल डेजर्ट एरिया माउन्टेन वा म्यान मैले पनि ड्रिम गरिरहेको थिएँ अमेरिका आएदेखि यस्तो हाइक मैले अझसम्म गराएको थिएन थ्याङ्क्स टु निराजन दाई है यहाँसम्म अझसम्म हेल्प गरिराख्नु भएको छ एकदम मजा आइरहेछ यो बाटो कुनै भित्ताबाट आइयो तर कहाँ हो हामी पुग्ने चाहिँ त्यहाँ हो फेरि फेरि रिस्की यसो जङ्गल जनावरहरूको आवाज पनि आइरहेछ निराजन दाईहरू चाहिँ समिटमै पुगिसक्नु हो ए एउटा यस्तो टर्न लिएर चाहिँ समिट हो त्यसपछि चाहिँ क्लिफहरू छ अनि त्यो डोरीसोरी लगाएर जानुपर्छ त्यहाँबाट चाहिँ सकिन्न आउनु चाहिँ आयो फर्किन चाहिँ एकदमै च्यालेन्जिङ हुनेवाला छ गाइज फर्किँदा अँध्यारो पनि हुन्छ हामीसँग लाइट पनि छैन एडभेन्चरस हुनेवाला छ लेट्स सी है होप हामी सेफली घर पुग्छौँ हामी समिट प्याएर लागिहाल्नुपर्छ यस्तो छ बाटै छैन है पानी बग्ने बाटो हो
Yes! Finally! Guys! असली टुप्पो चाहिँ त्यो हो तर मान्छे आउन सक्ने टुप्पो चाहिँ यही हो इज द भ्यू भ्यू पनि देखाउनुलाई यार रिस्की छ गाइज ओ लुक एट द भ्यू गाइज क्यामेराले जस्टिफाई नै गर्न सक्दैन कि यो कुरा हाम्रो मङ्की म्यान असली भ्यू चाहिँ मङ्की म्यानले इन्जोय गरिदिन्छ फाइनली अर्गन निडलको समिटमा पुग्यौँ भ्यू त साँच्चीकै ब्रेड टेकिङ थियो लास क्रुसस सिटीदेखि डेजर्टको ल्यान्डस्केप र माउन्टेनसम्म एकलट जोडले कराएर हामीले हाम्रो थकान फाल्यौँ र एकछिनलाई सबै बिर्स्यौँ बोतलमा पानी चाहिँ अब एक सिप मात्र छ समिट सँगसँगै पानी पनि सकाउने विचार गरेँ कति मिठो छ यो पानी झर्दाखेरि चाहिँ फादर साइरेस देखिन्छ अब हात कट्याङ्ग्रिने टाइपको पुरा चिसो छ हात पुरै कोतारेर यस्तो भयो घोचेर कोतारेर पुरै काँडाले घोजाएको थियो नितेशले अलमोस्ट गिभ अप गरिसकेका थिए यिनलाई चाहिँ त्यो बाख्रालाई साग देखा जस्तो आधी घन्टा भन्यो भने फाइनल्ली हामी चाहिँ फाइनल डेस्टिनेसनमा आइपुगेका छौँ सो ह्याप्पी मलाई सुसेस 10 वर्ष बसेर पनि यहाँ चाहिँ आएको थिइनँ मैले अमेरिकाकै बेस्ट सनसेट त्यो पनि 6200 फिट माथिबाट पहिलोपटक देखेँ सूर्य ढल्दै गर्दा लास क्रुसस सिटी थपक्क बलिरहेको थियो सही लाइट हाने क्यामेरा हेर्दै ब्याक टु रियालिटी हाम्रो गाडी 6 बजेसम्म मात्र पार्क गर्न पाउने नियम रहेछ नत्र भने $100 फाइन तिर्नुपर्ने कुराले हामीलाई अलिक टेन्सन दियो हामीसँग 2 घन्टा मात्र बाँकी थियो त्यसैले हामीले कल गरेर इन्फर्म त गरेका थियौँ तर हेरौँ के हुन्छ एक्लै चाहिँ कसैले पनि एटेम्प नगरे हुन्छ यार यो चाहिँ एक्लै चाहिँ अलिक गाह्रै छ यस अब यहाँबाट अझै स्टिल धेरै नै बाँकी छ गाइज दाइले हामीलाई हल्का मोटिभेट गर्नु मात्र हो सिटी त्यहाँ छ पार्किङ कहाँ छ गाडी कहाँ छ हामी कहाँ छौँ धेरै टाढा छौँ अब हिँड्नुपर्छ अब केही पनि देखिँदैन यार क्रेजी रहेछ यार तर यो ट्रेल एक्लै गर्नु हुँदैन रहेछ हाम्रो दुईटा बाटोमा एउटा यो अलि खोल्सो रहेछ अनि अर्को भनेको यो भयो नि एरियो ट्रेल हो मलाई चाहिँ यही जाउँ जस्तो लाग्यो किनभने खोल्सोमा जाँदाखेरि त अब अँध्यारो बढी हुन्छ नि त थाहै हुँदैन कि त लाइट अलिअलि चाहिएको छ किनभने ओपन एरियामा त स्टारहरूको नभए अहिले मुन निस्क्यो भने मुनको लाइटले हुन्छ फाइनली वी मेड इट इजी चाहिँ थिएन एक्लै जानु चाहिँ हुन्न रहेछ मजा चाहिँ मजा आयो एकदम थकेला रमाइलो भयो च्यालेन्जिङ अनि इन्ट्रेस्टिङ पनि भयो राति फिर्ता आयो हामी तर साह्रै रमाइलो भयो र बिचमा चाहिँ साथीहरूले चाहिँ प्लान धर्मराको देख्दाखेरि माथि नपुगी फर्किने हो भन्ने कता कता मनमा चिसो माइन्ड नगर मैले चाहिँ अलिक घिच्चारै भएर लिएर सही हो त त्यति नघिचाएको हामी पुग्थेनौँ दिस इज द फन रियल फन भनेको हो हामीसँग पानीको स्कासिटी छ पानी छैन खानेकुरा छैन स्टिल वी क्यान सर्भाइभ के यसमा त उसै टेस्ट रहेछ ए पहाडले चाहिँ दुई चारचोटि पहाड ल्यायो मोनिका किनभने के टाँसो रहेछ नि त बाहिर हो ए कहाँ बिहाको के रहेछ नोट के अरे मेसेज लेखेको के म्यासेज छ क्लोज गेट बिहाइन्ड यु थ्याङ्क्स फर कलिङ इन अरे हामीलाई फोन गरेको थियो नि त त्यही भएर अनि यसो ल क्लोज गेट बिहान भनेको के भनेको हामी गएपछि ढोका लगाइदिनु भनेर चाहिँ पछाडि लास्टमा
आज समिट र डिसेन्ट दुवैले क्लियर लेसन दियो। हाइक केवल स्ट्रेन्थ मात्र होइन, पेसेन्स, फोकस र रेस्पेक्ट फर नेचर पनि हो। थ्याङ्क यू फर वाचिङ। यदि तपाईँलाई यो भिडियो मन पर्यो भने लाइक, सेयर र सब्सक्राइब पनि गरिदिनु होला। हस् त, अर्को भिडियोमा भेटौँ। जय नेपाल। यही नै हो। ए भिजिटर सेन्टर यति गरेपछि हुन्छ हुन्छ होला।